आदरणीय दर्शकबिन, म चाहिँ यहाँ हाम्रो छिमेकी राष्ट्र चीनको मुस्ताङ जिल्लासँग जोडिएको कोराला नाकाभित्र चाइनाको बजारमा छु। यहाँ विभिन्न किसिमका सामग्रीहरू यस्तो टाइपको पसल हुँदो रहेछ। यहाँ चाहिँ विभिन्न किसिमका सामग्रीहरू, यहाँ चाहिँ विभिन्न प्रकारका कपहरू चाहिँ रहेछ। एकदम रङ्गी चङ्गी, हेर्नलाई चाहिँ एकदम मनमोहक। यहाँ चाहिँ यस्तो छ। यहाँ पुरै यो चाहिँ यस्तो रहेको रहेछ। यहाँ चाहिँ सबै जुस आइटम, सबै जुस आइटम अनेक गरी होलसेल पसल हो भन्ने छ कि यस्तो रहेको छ। यतातिर चाहिँ पुरै थर्मसहरू रहेछ। फ्रिज होला सायद, मेबी फ्रिजहरू। हाम्रो कमल सरले चाहिँ हेर्दै हुनुहुन्छ के किन्ने भनेर। पुरै थर्मसको लाइन हो यो। यहाँ पनि विभिन्न किसिमका सामग्रीहरू छन्। पुरै के हो मिट आइटम रहेछ। यहाँ पुरै बदामहरू, गिडागुडी के हो आइटमहरू रहेछ। यहाँ यस्तो टाइपको सबै यो चक्लेट आइटम, विभिन्न किसिमको चक्लेटहरू आउँदो रहेछ। यस्तो अवस्था। खेलौनाहरूको पसल। यता मिसहरू हुनुहुन्छ, पुरै किन्दै हुनुहुन्छ, रमाइरहनु भएको। चाइनाको अन्डा यस्तो रहेछ। स्याउहरू। त्यतिर यो पुरै जुत्ताहरू आउँदो रहेछ। मैले पनि यसो एउटा जुत्ता किन्नु पर्ने छ, राम्रो भेटियो भने चाहिँ। यतातिर पनि यो सबै जुत्ताहरू रहेछ विभिन्न टाइपको। उता त्यो कपडा जोस। यो पसलमा चाहिँ हरेक अलराउन्ड सामग्री। मलाई लाग्थ्यो पहिला चाहिँ चाइनिज बजारहरूमा युनिकनेस छ भन्ने लाग्थ्यो, तर चाहिँ त्यो युनिकनेस चाहिँ देखिएन। किनकि छुट्टा-छुट्टी सामानहरू स्पेसिफिकेसन अनुसार पाइन्छ भन्ने लाग्थ्यो, तर सबै सामग्री एकै ठाउँमा पाउने भने त्यस्तो टाइपको रहेछ। जस्तो यो चाहिँ नेपालीहरूकै स्याम्पलिङ जस्तो बुझ्यो है। यता चाहिँ पुरै जिन्स प्यान्टहरू आउँदो रहेछ। सबै कपडा पसलहरू। सो यता चाहिँ यो अहिले मुस्ताङ जिल्लासँग जोडिएको चाइना बजार हो यो। म अहिले चीनभित्र छु। लगभग यो भ्याली चाहिँ हेर्दा काठमाडौँभन्दा पनि ठुलो छ। सो हेर्दा ठुल्ठुला भवनहरू बने छन्। तर यो पसलहरू, यी पसलहरू चाहिँ चाइनाका उइगर मुस्लिमहरूको पसलहरू रहेछ। त्यहाँ हेरियो सामान, एउटै पसलमा सबै सामानहरू पाउँदो रहेछ। यस्तो टाइपको स्ट्रक्चरमा छ। गाडीहरू गुडिरहेछन्। स्क्याभेटरले बाटो खन्दैछ। यहाँ पनि खासै व्यवस्थित लागेन, यस्तै छ कन्डिसन। भर्दा गोलै जस्तो यस्तो अवस्था छ चाइनाको बजार। जताकतै चाइनिजमा लेखेको छ, इङ्ग्लिसमा सब प्रायः छैन। म अहिले चाइनाको अर्को पसलमा छु। यो चाहिँ पसलमा विभिन्न किसिमका सामग्रीहरू पाइँदो रहेछ। सर मिसहरू यहाँ किन्दै हुनुहुन्छ। यो चाहिँ रक्सी लिने विचार थियो, तर लास्ट टाइम महँगो रहेछ। 7,000 रहेछ। विभिन्न ब्रान्डका रक्सीहरू छ। यो पनि एकचोटि खाने इच्छा त हो, तर चाहिँ महँगो रहेछ कि लास्ट टाइम। हाम्रो क्षमताले नमेटाउनु रहेछ। 1800, 5,000, 7,000 का विभिन्न किसिमका रक्सीहरू रहेछ। तर लास्ट टाइम महँगो। यो रक्सी फेरि खतरा रहेछ।
यहाँ अर्कै ब्रान्डको रक्सीहरू छ के गर्ने अब पेटी यस्तो छ पुरै जे होस् चाइनिज बजारहरूको देखासिकी पनि नेपालमा हुँदैछ जो सुपर मार्केटहरूमा छ ठुल्ठुला मार्टहरू जस्तो यहाँ पनि त्यस्तै टाइपको हुँदो रहेछ यो जुसहरू होला मेबी सायद यहाँ विभिन्न किसिमको जुसहरू पाउँदो रहेछ यहाँ जुसहरू सबै आइटम जुसहरू रहेछ यहाँ पनि विभिन्न किसिमको सामग्रीहरू जुसको आइटम यस्तो टाइपको रहेछ पेटी विभिन्न किसिमको ब्रान्डेड सामानहरू पाउनु रहेछ यस्तो छ बजारको अवस्था यो चाहिँ विभिन्न किसिमको चक्लेटहरू पाउने पसल रहेछ यहाँ चाहिँ चक्लेटहरू भयो यहाँ चाहिँ विभिन्न किसिमको रक्सीहरू जुस होला सायद यहाँ रहेछ यहाँ चाहिँ ल किन्नुहोस् है मिस थर्मस चक्लेटहरूको आइटम रहेछ यो चक्लेट के हो के यस्तो आइटम रहेछ ल किन्नुहोस् है मिसहरू हेर्ने मात्रै नगरोस् यहाँ चाहिँ पुरै रक्सी ब्रान्डेड रक्सी रहेछ यस्तो टाइपको चाइनाको यो बाहिरी बजार यस्तो छ चाइनिज झन्डाहरू परसम्मको स्ट्रक्चर जो ठुल्ठुला भवनहरू बनाएर रहेछ यसमा चाहिँ नेपालीहरूले फेरि तिब्बतियन लुक पसलसम्म भेटिन्छ गाडीहरू यस्तो टाइपका नयाँ भवनहरू त पनि बन्दै रहेछ यस्तो वातावरण यस्तो छ है चाइनाको देश चाइना कम्युनिस्ट कन्ट्री भनेर साह्रै व्यवस्थित भनेर भन्छ तर खासै त्यस्तो जस्तो लागेन मलाई यहाँ आएर हेरिरहँदा अनुभव गर्दा यो चाहिँ चाइनामा भएको होटेल हो यहाँ विभिन्न किसिमको नास्ताहरू पाइँदो रहेछ हामीले नि मगाइरहेको छौँ नास्ता तर सर्पको झोल आउने हो कि के हो भने थाहै छैन यहाँ सबैले खाइरहेको छन् चाइनामा होटल कस्तो हुन्छ भन्ने हेर्दा चाहिँ सिन्काले खाने होला यहाँ सिन्का छन् तर हामीलाई कसरी खाने पनि जान्ने छैन अरू त अरू कुरा हो चाइनामा आएर अहिले म मुस्ताङ जिल्लासँग जोडिएको कोराला नाकाभित्र चाइनाको स्वशासित क्षेत्र तिब्बत यानि कि चाइना भनौँ त्यहाँभित्र जुन नेपाली बजारमा छु नेपाली बजारमा विभिन्न किसिमका नेपालबाट ल्याएका सामानहरू यस्तो टाइपको सामानहरू चाहिँ बिक्री वितरणको लागि नेपाली बजार रहेछ यो चाइनाले यति चाहिँ व्यवस्था गरिदिएको रहेछ नेपाली बजारको लागि छुट्टै किसिमको यो ठुलै यो हल बनाएर यस्तो टाइपको नेपाली बच्चाबच्चीहरू हुन् यहाँ चाहिँ यस्तो छ चाइनामा भएको नेपाली बजार यस्तो छ यहाँ गाग्रीहरू पनि बेच्न राखिराखन् चक्लेट किन्दै हुनुहुन्छ चक्लेट कति पर्छ के पर्छ भन्ने सोच्दै हुनुहुन्छ विभिन्न टाइपको चक्लेटहरू
यस्तो रहेछ चाहिँ जुत्ता पसल हो विभिन्न किसिमका जुत्ताहरू रहेछ चाहिँ जुत्ता पसल चाइनामा रहेको नेपालीहरूको पसल टाइपको रहेछ विभिन्न किसिमका जुत्ताहरू पाइँदो रहेछन् यहाँ यता कपडाहरू विभिन्न टाइपका कपडाहरू जुत्ताहरू जुन चाइनामा रहेको नेपालीहरूको पसल हो यहाँ चाहिँ नेपाली सामग्रीहरू गाग्रीहरू पनि बेच्नको लागि राखेका छन् एकदम सामान रहेछ सल्लाहेर बसिराख्नु चिसो बढ्यो